नमस्ते नमस्ते सबैजना। आज हामी बाबा र छोरीले हजुरहरूलाई केही कुरा सेयर गर्छौँ हैन छोरी? के को बारेमा? साइराको बारेमा? भनौँ न त त्यसै साइराको गुड ह्याबिट र ब्याड ह्याबिट चाहिँ थ्री वटा भन्ने है त ल। केही हुँदैन है। ल एकचोटि नाइसली साथीहरू सबैलाई भन्ने ल भन्छ त। साइराको फर्स्टमा गुड ह्याबिट भनिसक्यो 3टा। अनि गुड ह्याबिट के तिम्रो राम्रो बानी भन न। नाइसली यता हेरेर भन्छु न प्लिज। तिमीलाई तिम्रो गुड ह्याबिट थाहा छैन? ब्याड ह्याबिट त थाहा छ है? ब्याड ह्याबिट थाहा छ? त्यो फोन हेर्ने ब्याड ह्याबिट हो कि गुड ह्याबिट हो त? ब्याड ह्याबिट हो। ल एउटा ब्याड ह्याबिट भयो। अब 2टा भन। यता हेरेर भन्छु न। मामुको लागि सफा गर्ने। यता हेर्छु न बाबाको मोबाइलमा प्लिज। ब्रस गरिसकिन्। साइराको एउटा ब्याड ह्याबिट एउटा मात्र थाहा भयो मामु। यता हेर न छिटो। मामुको लागि सफा गर्ने भन्नाले गुड। ए गुड ह्याबिट चाहिँ ओके मामुलाई हेल्प गर्ने हैन, सफा गर्ने। अनि अर्को अब ब्याड ह्याबिट भन। उठेर भन्छौ न, यही तिम्रो ब्याड ह्याबिट भयो। यहीँ यति नाइसली बाबाले कुरा गरिरहेछ तिमी। अनि ल तिम्रो ब्याड ह्याबिट भन्छौ अर्को। चक्लेट खान्छौ र? चक्लेट त खान्ने हो त त्यस्तो धेरै। अर्को ब्याड ह्याबिट भनेको हजुरको पानी त खानुपर्छ। त्यो त गुड ह्याबिटै हो नि पानी खाएको त। तर तिम्रो त्यो त सम टाइम भइहाल्छ बच्चा, त्यो त मिस्टेक हो। तर तिम्रो ब्याड ह्याबिट एउटा चाहिँ बाबा र मामुले भनेको पनि नमान्ने। घरमा चाहिँ ओके भन्ने, रेस्टुरेन्ट गइसकेपछि बाबाले मामुले भनेको नमान्ने, जतिखेर पनि मोबाइल हेर्ने, अनि कस्टमर आउँदा यताउता दौडिने, भाग्ने, एउटा त्यो भयो हैन छोरी? यता हेर्छौ नाइसले। अनि अर्को तिम्रो खाना खाने बेलामा तिमीले खाना खाने बेलामा नाइसली खानै नखाने। 10 टाइमसम्म पनि भन्नुपर्ने, साइरा माम खाइस्यो, माम खाइस्यो, माम खाइस्यो। 10 टाइम भन्दा पनि नसुन्ने। सुन्छ यहाँ फेरि यही हो ब्याड थिङ लगाएर तिम्रो राम्रोसँग सुनेको छैन। अनि बाबा र मामुले खुवाए चाहिँ खाने। अब तिमी त 7 वर्षको भयो नि त बच्चा। त्यही भएर के गर्नुपर्छ? कता गरेर माम खानुपर्छ है? मोबाइल हेरेर माम खानुपर्छ है? अनि किन नभनेको त भन नि त। त्यसो भए बाबाले सोधिरहेको छु। छिटो ल अब नाइसली भन ल। तिम्रो ब्याड ह्याबिट भन पहिला 3टा 1 2 3 गरेर ल। मोबाइल धेरै हेर्ने, टाइममा खाना नखाने, अनि बाबा र मामुले भनेको नमान्ने। अब गुड ह्याबिट भन। गुड ह्याबिट एउटा के भयो? मामुलाई हेल्प गर्ने। अनि बुकहरू पढ्ने पनि तिम्रो गुड ह्याबिट हो। अनि धेरै छ नि तिम्रो गुड ह्याबिट, धेरै छ। ब्याड ह्याबिट चाहिँ थोरै छ के बच्चा तिम्रो। तिमीले बिहान उठेर हेल्दी उहरू खान्छौ हैन, हरेक कुरा। जङ्क फुड त्यस्तो धेरै खाँदैन, त्यो पनि गुड ह्याबिटै हो। तिम्रो जस्ट ब्याड ह्याबिट भनेको 3टा मात्र छ तिम्रो। एउटा खाना टाइममा नखाने, एउटा बाबा र मामुले भनेको नमान्ने, एउटा अनि मान्छेको अगाडि यता हेरेर भनिसक्यो। बाबाले के भनेछ फेरि? यहीँ ब्याड ह्याबिट भइसक्यो। त्यस्तो चाहिँ छ है त। ल अब के अबदेखि त्यस्तो गर्ने कि नगर्ने सबैजना मेरो साथीहरूलाई भन्दैछु यहाँ। प्रमिस गर्छु। अबदेखि साइराले गुड ह्याबिट मात्र गर्छ। अनि नेक्स्ट टाइम बाबाले भिडियो बनाउँदा गुड ह्याबिटको मात्र हुन्छ। ओके बाई छोरी, लभ यु। अनि तिम्रो सुत्ने टाइम भयो, अब गुड नाइट। अनि बाबाले किसी गरेर गइस्यो। 2 मिनटमा नुनु गर्छु। पापा मैले अघि यता भएको त्यो इफेक्ट चेक गरेर जान्छु भनेको के अघि। आरस छ त नि।